हामी रतुवाको झोलुङ्गे पुल तर्दैछौँ। मलामी आएका मलामीजनहरू। 800 मिटर छ अरे यो हाम्रो घरबाट पर हेलो रतुवाको पुलमा रतुवा खोला हामी रतुवा पुल तर्दैछौँ अहिले। ए मैसँग छ यो त यति छोटो छ अलिअलि त्यो परको लामो यो छोटो छ उस्तै होला नि है यो छोटो डबल गाडी कहाँ यहाँ देखिने रहेछ डबल गाडी देखिँदैन नि यहाँ तर्नलाई। नदेखिए पनि 700 मिटर लामो पुल अरे यो। 700 कि 800 भन्यो 700 भन्यो है। 700 मिटर लामो भनेको निकै लामो पुल हो। यसलाई निकै लामै मान्नुपर्छ। ठाउँ ठाउँमा यस्ता पिल्लरहरू रहेछन्। सातसय 16.44 मिटर लामो दुरीको पुल झोलुङ्गे पुल। हाल्ने न के होला जिल्लाको रतुवामाई रतुवा खोलाको छेउमा यात्रा गरिँदैछ। पानी पुग्दा त आधी पनि हुँदैन हैन प्रेम? पानी पुग्दा आधी पनि हुँदैन यो पुल खोलामा पुग्दा। खोलादेखि पश्चिम चाहिँ अलिक बढी रहेछ, खोला पूर्व चाहिँ अलिक कम रहेछ।
नेपालका इन्जिनियरिङ पनि राम्रै हो होइन, पङ्खा बनाएर। हाल्छ रेल त हाम्रोलाई नर्मल क्यामेरा कुद्दैन त्यसो भएले जान भरिहाल्छ त सक्ने चिज ठाउँ हो होइन। सिङ्गल जानु पर्यो नि त पारै फेरि कोही आवाज कोही आवाज गर्नै पाउँदैन, एक्लै कट्नु पर्यो। ट्याक्कै तल पुलको छार यहाँ बसेछन् मान्छे। मलामीको सबैको यस्तै हो है, जहाँ पनि दागबत्ती दियो कि मान्छे गुड्डु लागिहाल्छ सबैजना। यसो आफन्तले मात्रै अब यो लास समार्ने के गर्ने जलाउने। ठाउँ ठाउँमा जस्तो त्यही बाइक देखेपछि यहाँ बस्नु पर्यो होइन, लामोको लागि त्यहाँबाट बाइक देखेपछि यहाँ बस्नु पर्यो। ठ्याक्कै आँख्ला आँख्ला फुटिँदो रहेछ भुँडी जाउँ त नर्मल। आउँदैछन् हाम्रा मान्छेहरू, आउँदै त्यस्तै हो, हामी जाँदै गर्छौँ। यता हौ उपर माथि हौ यही खान्छ बिना फोन ला मोटो पार्नु जस्तो तनक्क पार्दा भइगयो। भन्न भन् मोटो पार्लो जस्तो हात तनक्क पार्नु भन् न। खान्छ व्यापार व्यवसाय के गर्दा हुन्छ विदेशमा त भगवानले रोक्न सक्दैन भन्न। अहिले तत्काल भगवानले रोक्न सक्दैन। भन्नु गर्नुभएको यो भिडियो गइरहेको छ कति लामो पुलको 700 कति किलोमिटर लामो पुल। ए मिटर भन्दा कहीँ किलोमिटर छैन, 1 किलोमिटर पनि रहन्छ छैन। दुईजना गएर पैसा कमाउने सोच बनाइस्। म त पैसा तँलाई के थाहा छ? विरक्तिएर हो दाजु, त्यो देशमा यस्तो हो कि अब हामी यही ठाउँमा लड्नु परिहाल्छ। सक्यो भने नि पोखरी सक्यो भने म फर्किन्न दाजु भयो भने
कुरो बुझ्नुभयो उतै जाने गरी खाने हिसाबले चाहिँ म उतै सकेँ भने है कहीँ कतै अब अर्को देश छिरेर के गरेर होइन कार्ड बनाएर बस्ने त्यही देशमा उतै होटल खोल्छु त्यही देशमा होटल सोटल खोलेर बस्नु त त्यही त उतै होटल खोल्छु म उतै सेटल मलाई यो देशप्रति विरक्त लागेर हो मेन कुरा चाहिँ त्यसरी नि त अब आफ्नो आमा गतिलाई भएन भनेर होइन त्याग्ने त कुरा आउँदैन नि त त्याग्ने त कुरा आउँदैन कि तर कतिलाई सुन्दर छ नि हो हाम्रो देश पनि ए विश्वको एक नम्बर स्वर्ग छ स्वर्ग इन्डियामा त्यत्रो घुमेर आएँ स्वर्ग छ हाम्रो देश पहाड हिमाल त्यस्तो फराक ठाउँ खुल्ला ठाउँ हेर्नलाई कहाँबाट पाउनु भन्नु त कि खेती नै खेती यस्तो के हेर्नु यो हाम्रो पहाडतिर घुम्नु भने कति सुन्दर देश छ स्वर्ग हो नि हाम्रो देश गर्नु पर्यो यसैलाई स्वर्ग बनाउनु पर्यो यसैलाई स्याहार सुसार गर्नु पर्यो यस्तै हो नेताहरू नि कहिले ट्र्याकमा आउला नि त अब कुनै न कुनै दिन हामी जनताहरू नै जनतै हामी गलत हो कि होइन हामी नै गलत हो हामी मेहनत गर्दैनौँ कसैलाई रेस्पेक्ट नगर्ने मान्छे भइसकेपछि एउटा मान्छेलाई गर्नुपर्ने आदर सम्मान संस्कार छैन अनि जिरो छ सबै थोक भुलिसक्यो कि नेपाली कतिलाई सम्झाएर सक्ने आशिका तामाङ बिचरा चाहिँ एक्लै लागेकी छे संस्कार बचाउनलाई यताका मान्छेहरूलाई कतिलाई सम्झाएर सक्नु पार्टी नेता देश ठाडे नै छ नि त्यो पनि ठाडो त ठाडै नगरिकन हुँदैन त के गर्ने त भन्नु त विश्वका मान्छेहरू घुम्न आउँदाखेरि कस्तो हालत देख्छन् होला हाम्रो देश खै कस्तो राम्रो छ भन्छन् सबैले हिमालतिर गयो भने हिमाल राम्रो छ भन्छन् मान्छेको आचरण बानी बेहोरा इन्डियनहरू नि ती खाला छन् नि मान्छे हेर्दै फोरी छन् नि मानवीयता भेटेँ हौ मैले हरेकमा हो त त्यो डाटा दिएँ भन्दाखेरि थपक्क खोलिदिन्छ मेरो सिम छैन हाम्रो आधार कार्ड चाहिँदो रहेछ दिँदो रहेनछ मलाई एकचोटि घरमा गएर दिएन थपक्क दिन्छ म एकचोटि हराएँ दिल्लीमा होइन कहाँ यो फलाना होटलमा बसेको थिएँ यहाँनिर मैले बाटै पाइनँ भनेको हतार त्यसले लोकेसन सर्च गरेर यहाँदेखि यसरी त्यहाँ गएर त्यो टाढा बुझ्नु गरे राति छ रुप्चा रोसन डर हुन्छ त्यहाँबाट त्यसो गरेर भनिदियो त्यहाँको मानवीयता भनेको नि मैले छुट्टै देखेँ क्या हो त अस्ति मेरोमा कति काम गर्न आएको थिएन इन्जिनियरहरू कस्तो मजाका के नरिसाउने एकदम मजाको कुरा गर्ने अर्को एउटा थियो हेर्दाखेरि पोलाइट हामी इन्जिनियर हौँ नभन्ने अनि त्यो हामीहरूको इन्डियन नै भए पनि इन्डियन भनिन्छ मलाई कस्तो डर लागेको छ नि इन्डिया भनेपछि हाम्रै सोचे जस्तो रहेछ र इन्डिया त मान्छेको मानवीयता चाहिँ रहेछ क्या तिनीहरू अनपढी भए पनि जस्तै भए पनि हेर्दाखेरि चोर फटा जस्ता देखियो पनि मानवीयता चाहिँ भएको थियो हामी चाहिँ अब एकदमै व्यथितितिर एकदमै भाँसिसक्यौँ कि पुरै व्यथित एक्लै अर्कालाई सम्मान नगर्ने एक्लै आदर नगर्ने होइन आफ्नो पार्टीको आडमा जे गर्दा नि हुन्छ भन्ने खालका चाहिँ पार्टीका ध्वास दिने होइन पार्टी यो सबै होइन गार्जेन हुँदा नि पार्टीहरूले बिगारे कि देशको नेतृत्व भनेको हाम्रो गार्जेन प्रमुख अनि यहाँको संस्कार एकदमै खराब भइसक्यो कि संस्कारै खराब भइसक्यो हुन त्यो सोच्दाखेरि चाहिँ मलाई पनि त्यस्तै लाग्छ तैँले सोचे जस्तो कुनै देशतिर गएर बरु व्यवसाय गर्ने बस्ने जस्तो नि लाग्छ अब कति वर्ष जिन्दगी पनि धेरै बाँकी छैन के लम्बा चौडा सोचिराख्नु तपाईँको त लाइन त किन्यो होइन धेरै सङ्घर्ष गर्नुभयो मेरो भर्खर सुरु हुँदैछ गाउँमै के गरौँ भनौँ नि उल्टो आरोप लाग्छन् होइन त्यो कसैको केही सुन्नु हुँदैन मलाई कति खेदो गऱ्यो भन् त म त रुँदै हिँडेको त मलाई एकचोटि आमा कम्ती गरेँ तँलाई के थाहा कम्ती गरेँ गाउँको पुरै सङ्गठनै बनाएर लागे त बलराम सर शुद्ध लागेका होइन अरू त के भन्नु सबै सङ्गठनै बनाएर उता पारी धाबी टोल्छ नि त्यतासम्म पुगेको के गरौँ भन्ने कुरा गर्दाखेरि गाउँकै मान्छेहरूसँग लुटेर खाने पार्टी भित्रको हुन्छ नियुक्तिहरूमा चाहिँ त्यही त मलाई लुटेन नि त हेर त म भनिदिन्छु त त्यस्तो गफहरू हुँदाखेरि पार्टीले के गर्यो भन्दाखेरि गाउँकै उदाहरण दिइहाल्छु त म दाइले सरुवा भएर आउँदाखेरि 1 लाख रुपियाँ बुझाउनु पर्ने आवश्यकता हो त त्यही त त्यो पनि आफ्नै सरुवा हुँदाखेरि आफ्नै गाउँका मान्छे गाउँमा आउँदाखेरि त यसलाई ल्याएर मित्र मैले ल्याएँ भन्छ मित्र प्रक्रिया हुन्थ्यो होला उसले एक्जाम दिनु पर्थ्यो सरकारलाई निवेदन दिनु पर्थ्यो उसको पालो पर्खिनु पर्थ्यो होला प्रक्रिया हुँदैन अनि 1 लाख रुपियाँ बुझाएपछि प्रक्रिया सबै मिलेको यस्तो पनि हुन्छ यस्ता